हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग आफ्टर लङ टाइम। आजबाट नयाँ घरको निर्माण सुरु भएकोले बिहानै 5 बजेबाट सब सामानहरू रेडी पारेर गाडीमा हालेर फिल्डतिर नलाना छौँ। त्यसपछि सब सामानहरू ल्याएर अङ्कल र बाबा म्याप अनुसार मेजर गर्न थाल्नुभयो। त्यसपछि म लगायत हजुरबाबा हजुरआमा पण्डितजी सहित नापीको काम सकाएर पूजाको सामग्री रेडी गर्न थाल्यौँ। मलाई फेरि बेसारमा पानी पानी गर्न लगाइयो। त्यसपछि त्यो मिसाइएको बेसारबाट 5 वटा च्याप्टो ढुङ्गामा भगवानहरूको नाम लेखेर पण्डितजीको भनाइ अनुसार पूजा सुरु भयो। पूजा सकेर सबजनाले टिकी लगाएर अघि भगवानहरूको नाम लेखेको ढुङ्गाजीहरूलाई पूजा गरेको ठाउँमा मिलाएर त्यसपछि बालुवा सिमेन्टको सेन्चुरी मसला बनाएर पुरेर सबजना ल्याम्म प्रसाद ग्रहण गरेम। त्यसपछि परम्परा अनुसार र सामानको सेफ्टीको लागि 20-25 दिनसम्म ख्याल राख्नु पर्ने रहेछ। पूजा सकेर सबजना घर फर्केर मलाई वेटिङमा बसालियो। त्यसपछि म एक्लै भएर बुढो जस्तो देखिने केटीको भोइसमा बोल्ने साथीलाई बोलाएर धेरै पछि यो केटीवाला गेम खेलेर ढुङ्गाहरू मिलाउन थाले। ढुङ्गा मिलाएर 1 बजे खाना खाएर फेरि आफ्नो महलतिर फर्किए। यस्तै बस्दा बस्दै के गरौँ भइरहेथ्यो। त्यसपछि त त्यति गरेर आज साथीको बिहेको भोज खाएर साइडमा 2-3टा स्टेप हानेर घर फर्किए।